सम्पूर्णमा नमस्कार। आज म ई-सेवाबाट विद्युतको बिल कसरी तिर्ने भन्ने कुरा चाहिँ म देखाउन गइराखेको छु, जसले गर्दाखेरि नयाँ युजरहरूलाई एकदमै फाइदाजनक हुन्छ। र सर्वप्रथम मैले चाहिँ ई-सेवा एप ओपन गर्न गइराखेको छु। मैले चाहिँ ई-सेवा एप ओपन गरेँ। ओपन गरिसकेपछि तल चाहिँ युटिलिटी एन्ड बिल पेमेन्टमा हेर्नुपर्छ। त्यसमा चाहिँ इलेक्ट्रिसिटीमा क्लिक गर्नुपर्छ। इलेक्ट्रिसिटीमा क्लिक गरिसकेपछि यता चाहिँ काउन्टर आउँछ, कुन काउन्टरमा चाहिँ गर्नुपर्छ भनेर। जस्तै मेरो यता धनगढी हो, म यता धनगढी टाइप गर्छु। टाइप गर्दाखेरि चाँडै आउँछ। धनगढी टाइप गरेँ र मेरो चाहिँ काउन्टर धनगढी रहेको छ। कसैको अन्तै पनि हुनसक्छ, त्यो ठाउँ क्लिक गर्नुहोला। अनि यता एससी नम्बर दिएको हुन्छ। एससी नम्बर चाहिँ हाल्नुपर्छ। मिटर रिडिङ गर्दाखेरि चाहिँ कागजमा आएको हुन्छ, त्यो नम्बर चाहिँ एससी नम्बर हेरेर हाल्नुपर्छ। जस्तै म यता हाल्न गइराखेको छु 066.18.01404 अनि ए रहेको छ, यसरी हाल्नुपर्छ। त्यसै गरिकन चाहिँ कन्ज्युमर आइडी रहेको छ, मैले कन्ज्युमर आइडी हाल्न गइराखेको छु 49,632। यसरी हालिसकेपछि चाहिँ प्रोसिडमा क्लिक गर्नुपर्छ। मैले प्रोसिडमा क्लिक गरेँ। क्लिक गरिसकेपछि यता चाहिँ डिटेलमा देखाउँछ कसको नेममा छ, काउन्टर नेम, त्यसै गरी कन्ज्युमर आइडी अनि टोटल बिल पनि देखाउँछ। यो कार्तिक महिनाको बिल रहेको छ। बिल अमाउन्ट 212 दिएको छ। र यसरी गरिसकेपछि सबै कुरा ठिक भएपछि प्रोसिडमा क्लिक गर्नुहोला। प्रोसिडमा क्लिक गरेपछि चाहिँ कन्फर्म गर्नुपर्छ ठिक छ छैन भनेर। यदि ठिक छ भने कन्फर्ममा क्लिक गर्नुपर्छ। कन्फर्म अनि त्यो चाहिँ अब भिया पे ई-सेवामा क्लिक गर्नुपर्छ। ई-सेवामा क्लिक गरेपछि एमपिन माग्छ। एमपिनमा चाहिँ हाल्नुपर्छ 4 डिजिटको एमपिन। मैले हाल्न गइराखेको छु। यो पासवर्ड भएको हुनाले गुगलले सो गर्दैन, कालो आउन सक्छ। यसरी हालिसकेपछि चाहिँ कन्फर्म गर्नुपर्छ। हामीले कन्फर्ममा क्लिक गरेँ। यति गरेपछि अब यो चाहिँ भइसक्यो सक्सेसफुली। अनि डनमा क्लिक गरेँ। यसरी चाहिँ हजुरहरूले विद्युतको बिल बुझाउन सक्नुहुन्छ। यदि यो सम्बन्धी कुनै समस्या आएमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।